गाउँबाट सासुआमा आएपछि अरे ए बरे म आइपुगे कहाँ छौ तिमी ए आमा पो आउनु भएछ त बसे अब म सामानहरु ल्याइदिएको छु राख थाके छोराहरु अफिस गएको होला हजुर सबै ड्युटी जानुभयो नि खाना त खाएर आउनु भएको होला खाना त खाएकै छैन नि वहाँनिर होटलको त्यहाँ त गाडी त रोकेको थियो त्यहाँ बाहिरको खाना खाने बानी छैन पेटहरु खराब हुन्छ घरमै आएर खान्छु सोचे ए नखाइ पो आउनुभयो ठिकै छ म पकाउँछु नि त पकाएर खाउला नि बिस्तारो अहिले भोक लागेको छैन ए गाउँबाट निम्बु मनपर्छ भनेर ल्याइदिएको छु हो ए घरकै म हो काँक्रा ल्याइदिएको छु ए गाउँकै काँक्राहरू छ भेन्डी सब्जीहरू पनि ल्याइदिएको छु खै तिमीहरू त गाउँमा आउँदैनौ ए अब ल्याइहाल्नु भएछ हुन्छ त्यही राखिदिनुहोस् न कुनामा ल म अब खानाहरू पकाउँछु अब आमा आउनुभयो काम बेसी हुन्छ बिहान उठेर चिया दिनु पर्यो भात पनि अब उसलाई गिलो भात पकाउनु पर्यो बुढाबुढी मान्छे खान सक्दैनन् पहिला पानी चाहिँ लगेर दिइहाल्नु पर्यो थाकेर आएको होला के बोकेर आइरहेको फेरि त्यो पोखा पाकीहरू गाउँबाट त्यो घिउ यहाँ पाउँदैन र त्यो महहरू यहाँ पाउँदैन र धन्न मेरो साथीहरूको छेउमा चाहिँ लिएर आउनु भएन रहेछ मलाई कति लाज हुन्थ्यो के सोच्थ्यो मलाई त खिसी पो गर्थ्यो मेरो साथीहरूले त